ए आशिष भाइ रहेछ त्यो हाम्रो टिम होइन यिनीहरूले जित्नु तर हामीले यिनीहरूलाई चाहिँ मजाले जित्नु सक्यो दुई भएको थियो नि उनीहरूको चाहिँ अलिकति भनौँ न यिनीहरूलाई जितेको यिनीहरू जितेकै हो नि तर त्यो आशिष के अरे आयुष भएको खुट्टाको किपर राम्रो छ नि त्यो हो कि निशान दाइले अमर अघिदेखि बसिरहेछ अमरले सब देख्छ कसरी गोल खायो देखाउँछ भने अमर यार ग्रुपमा सेन्ड गर है अरू के गर्नु पर्दैन पहिला हामी किपर खेल्थ्यो होइन अगाडि आजकल चाहिँ अगाडि खेल्छ राम्रै खेल्छ अब पहिला किपर बसेर थाहा हुन्छ नि त मात्र भइ पुगिहाल्यो नि होइन नभए हाम्रो पछि होइन हामी त्यो हाफ टाइम पछि अगाडि नै हान्नु गएन त्यो पुरा अब त्यो हुन्छ नि त्यो त सक्यो भनेर टाइट खेल्दै है रेगुलर होम कस्तो राम्रो खेल्छ हेर न किनभने त त्यस्तो हुँदैन खेल्दैन फेरि छ होइन किपर अगाडि आयो किपर अगाडि मैले त हान्थेँ तर हामीले यो टिमलाई जित्यो क्या त यो सबै टिम चाहिँ होइन त्यही भएको टिमलाई जित्यो अलिकति आज नि सुतेर यसो ए गोल भएको थियो गोल हान्नु पनि आफै बिस्तारै बिस्तारै के छ गरेन बाहिर ल घुम्दै नघुम्दा क्या लास्टमा अब त ब्याट्री नै छैन आरामले खेलिन्थ्यो आजकल यही गरेको छ कस्तो Spider-Man kita. Hah? Spider-Man kita. Mark pura main aha ni Facebook mai.
एकजनाको ओए मुभ खै मैले गर्छु कसै हो क्या यिनीहरूको हेर्नु पर्यो खै हेर्नु पर्यो त्यहाँ
बलसँगै लाइनमा जाऊ क्या देखिन्छ आधा लाइन तिमीले हेर्ने आधा लाइन रेफ्री एउटाले मात्र त ओरिजिनल डिसिजन दिनै नहुने टच अब डेढ मिनट मण्डल हाइट एउटा तिमी Last out! आपको लाइक लास्ट आउट अनि दौडे left. ल मण्डल छाँदै त रहन्छ
निशानले हँसाउँछ यार भागो भागो भनेको उसलाई भागो भनेको दिपेश चिप्लो रह्यो क्या हो त्यो सक्दैन हेर म त आउट छैन जस्तो लाग्यो क्यामेरामा हेरौँ न कसरी देख्छ क्यामेरामा मलाई जुम गरेर त्यसरी नबोल्नु न भने पुगेको थियो त सुनेको थिएन सिटी पुगेको हिँडेर पनि छैन देख्छ पानी खाएर अर्को लड चाहिँ ट्राफिकवाला सिक्टी ल्याउनु भएको छ आफ्नो आफ्नो हेर्ने त केटाहरू हेर्नै पर्दैन हो भिडियो गर्नुहोस् भन्नु भिडियो केटा भिडियो हेरेर रेफ्रीलाई भक्कु गाली गर है रेफ्रीलाई फेरि भिडियोमा क्या गाली गर्नु पऱ्यो क्या तिमीहरूले फुल भिडियोमा नि हेर्नु पर्यो फुल भिडियोमा होइन रेफ्रीलाई भक्कु गाली हान्थ्यो त केमा हुन्छ त यो ल केमा आउँछ गाली गर्दा ल यार केटाहरू केमा आउँछ दाइ भन्दैछ फेरि युट्युबमा हाल्ने युट्युबमा चाहिँ गाली रेफ्री जुतिया रहेछ उतापट्टि खोइ रेफ्री भिडियो लिङ्क पठाइदिन्छ नि ए हालिदिनु न भिडियो उसमा आउँछ नि के अरे म के अरे ग्रुपमा पठाइदिन्छु होइन अनि त्यसमा पठाइदिन्छु नि तयार नेटै नम्बरमा हाल्छ नि त 98 98 फल
यहाँ देखाएन ऊ किपर खै उनीहरूको आफ्नो चाक्कै चाकमा हाने के अरे नानी फाइनल चाकमा हाने बोल्छ हो है कति बजी बेलुका 3 बजे हो भोलि त बिदा त हुन्छ शनिबार आइतबार के अरे ऊ रुपेश दाइसँग आउनु होइन पक्का फिक्स है फेरि 3000 चाक हानिदिइसक्यो त्यहाँ होइन उनीहरूको आफ्नो के हुँदैन अरे होइन के हुँदैन होइन सिटी बजाउनु पर्दैन छ त्यो आफै देखाएर हान्ने ए निशान दाइ अनि ट्रफी नै मेडल लिएर गयो क्या फेरि ट्रफी त्यहाँ मेडल रुपेश दाइको मेडल निकाल्नु न एकचोटि मेडलको लागि म यहीँ छु उताको रेफ्री उता यताको रेफ्री गोल 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 है गोल त्यो मेडल निकाल्नु न केमा टिप्ने हो एक गोल भइसक्यो एक गोल दिमागमै के यसबाट त्यो के अरे टुर्नामेन्ट अफ दि म्याचहरू होइन तिनीहरू हटाइदिउँ छुट्टै राखेको क्या तिनवटा अलग्गै बनाएको कहाँ छ यसमै छ त्यो निकालिदिनु तिनवटा अलग- पछि अरूलाई त्यो सेकेन्ड र फर्स्टलाई मात्रै दिने अहिले सेप दिने हो अहँ, के त चाहिने भन्दा त्यो तिनवटा अलग तिनवटा गोल्डेन अलगै छ होइन यो त फर्स्टलाई हो नि त्यो मोस्ट सेभ र मोस्ट गोलहरू छ नि तिनीहरू मोस्ट सेभ र टुर्नामेन्ट रनर अप पर्यो सेकेन्डलाई चाहिँ रनर गोलहरू हटाइदिने त अनि असिस्टहरू होइन हिजो ठिक्क भएर चाहिँ यार पर्दैन भने हामी मैले बेकार अहिले भर्खर पर्दैन आउट 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 यो धेरै त परेन तर अलिक यहाँ त के 3 गोल खायो थियो लगातार चार्जै त्यो धुलोले हान्ने होइन घर पनि गइनँ है बाहिर साथै घरमै बस्नुपर्ने भयो 3-4 घन्टा सुतेर तिमीले त्यस्तो भनेर फर्स्ट दिन होइन करेन्टले त धुलो नमारी खाइदियो भने नि मेरो उमेर पनि सानो के हामी सुतेर गएको चुनाले हान्छ टक्क ज्वर त पानी खाएर अनि करेन्ट खाइदिनु पर्छ त्यो झन् पढा हुन्छ ज्वर त पानी पहिला मुख गर्छ नि त अनि त्यहाँ मुख त्यो काट्छ क्या अनि त्यसमा झन् करेन्ट चुना हाल्दैछ राइट राइट सकिहाल्यो त अब चुरोट ल्याएर सेलिब्रेट गर्नुपर्ने अब मलाई जिताएर पो सेलिब्रेट गर्नु सेलिब्रेट गर्नु त्यही त निबिल हो
अब हेर त्यहाँ चिनेको एसआरएफ मात्रै हामीले किन थाहा छैन अब नयाँ एसआरएफ चेन्ज यहाँ एसआरएफसँग चेन्ज घाउमा यो गर्छ एसआरएफ हाल्दा अगाडि खेल्ने हो ऊ डिफेन्स खेल्ने हो क्या यो घाउमा यहाँ हाल्छ घाउमा हुँदैन अहिले पोल्छ साइडतिर हाल मड्कियामा हाल्ने हो त्यो घाउमा मैले एकचोटि बाउलाई पनि पोल्छ नि फेरि मर्नु पर्छ अनि मैले मगाएर है यो त्यतिखेर 200 को यत्रो ठुलो थियो क्या 2 गोलको लिड भयो नि त अब किनेको होइन गर्ने लगाइदियो क्या आफै ल्याइदियो दुइटैको के विदेशबाट होइन खेल्न काम खतरा गरेको कसले बल गयो यता घुमाएर टक्कर राखेर दिन्छ है ढल्काएर नि खिचिरहेको कर्नरको के गर्न छोरी माग्न जान्दा सब बुढी बुढी छ नि त गाउँतिर होइन गाउँले त अहिले त सब झरिसक्यो अहिले बेलुकातिर मात्रै आउँछन् क्या तिमी यतै बस्ने हो अस्तिमा हराएर त्यही गयो नि त अस्तिको पालि वहीँ पुग्यो क्या म पालि त्यहाँ गुम्बा जाने बाटो छ होइन यताबाट कि कताबाट हस्मेश्वर यहाँबाट सिधै माथि बाटो त यही सिधा होइन उताबाट गयो भने यही माथि जोडिन्छ क्या अर्को पल्लो खेलौँ न बाइकमै गयो भने नि यता माथि गयो अर्को बल छ अर्को आफ्नै हो नि होइन फल पनि भन्दैन के पनि भन्दैन फल पनि भन्दैन के पनि भन्दैन अलिक व्यवस्था हुँदैन क्या अब एकजनाले नै एकजना दुईजनाले भ्याउँदैन अलिक धेरै जान्छ रेफ्री अलिक राम्रो लिएर आउनु पऱ्यो अलिक सिट बाँकी रेफ्री चला 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 आफ्नै खेल्ने उठेर गर्दैन राम्रो फाइनल हो यार उठेर पनि देख्ने त्यही हो बसेर पनि देख्ने सक्षम गए टायर हेर्न चाहिँ हेरिरहेको चला चला चेन्ज गर्नु त्यो चाहिँ पहेँलो अरेन्ज तिनी एक छैन अमर
चप्पल ल्याउँछु मेरो हजुर त त्यही छ कहाँ जाने कहाँ जानु यही हुन्छ या हराउँदैन टच छैन टच छैन टच छैन टच छैन टच छैन खेलिरह त टच छैन छैन टच छैन भने छैन छ भने सक्यो रेफ्रीले भने उठाएन ल देऊ न उसले उठिरहेको छ क्या यता हतार भयो केही गरे होइन अचानक प्लेयरै चिन्दिनँ म त दुइटै एउटै टिमको जस्तो खेलिरहेको कर्नर 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 अर्डर एक मिनट बाँकी हाफ टाइमको लागि एक मिनट हाफ टाइमको लागि टिम बजाउने विकास बढाइ हामी हाल्छ लास्ट आउट लास्ट आउट लास्ट आउट लास्ट आउट थ्रो थ्रो हाफ 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 जे भने पनि गरिहाल्छ